पहाडको दोस्रो दिनमा तपाईहरु सबैलाई स्वागत छ। आजको दिनको सुरुवात बिहानको फ्रेश हावा र बोजूको हातको मिठो चियाबाट भयो। हुनु त म त्यस्तो चिया पर्सन त होइन, तर बोजूले बनाएर दिनु भएको चिया कस्तो मिठो। मैले मेरो अघिल्लो भिडियोमा भनेको थिएँ नि, पहाडको हावापानी नै मिठो, त्यही भएर होला, प्लस बोजूको माया पनि मिसिएर। हाम्रो आजको र भोलिको प्लान चाहिँ सबै आफन्तहरूलाई भेटघाट गर्नु जाने थियो। अनि ठिक्क हाम्रो साइली बोजूहरूले आज हामीलाई बिहानको खाना खानु पनि बोलाउनु भएको थियो। सो हामी चाहिँ चिया पिसकेर ब्रसस गरिसकेर रेडी भएर गयौँ बोजूहरूकोतिर। अनि तपाईहरुलाई थाहा छ हाम्रो पहाडमा सबसे धेरै पाइने भनेको के हो? बदम हो क्या। हामी हरेक घरमा जान्छौँ नि, त्यहाँ बदम दिनु नै हुन्छ। मलाई यो चोटि चाहिँ केही भएन हैन, तर क्या म तपाईहरुलाई म फर्स्ट चोटि आउँदाखेरिको एक्सपिरियन्स भन्छु ल। हरेक घरमा बदम दिनुहुन्थ्यो अनि खान्थे क्या, म जुनै घरमा पनि खाइदिन्थे, किनभने मलाई बदम मनपर्छ नि त। तर धेरै खाएर होला आम्मामा त्यो चोटि त मेरो पेट बिग्रेर है, म पाहुना जाँदा पनि कति ठाउँ केही खाइन क्या। तर यो चोटि चाहिँ अलिक बाठी भएको छु अरे क्या, नखाइकन बोकेर आउँछौँ, किनभने उहाँहरूले पनि दिनुहुन्छ, आफ्नो भाग छोड्नु हुँदैन भनेर प्याक गरेर दिनुहुन्छ। ओके, ब्याक टु प्रेजेन्ट है। हामीहरू चाहिँ खानासाना खायौँ, गफ गऱ्यौँ होइन। अनि यो ठाउँमा यस्तो मजाले हावा आउने रहेछ, आम्मामा हामी त एकछिन भुस्सै निदाइ गयौँ। अनि तपाईहरुलाई थाहा छ भोजपुरको मान्छेहरूको सोर्स अफ इन्कम के हो भनेर? फार्मिङ त भइहाल्यो होइन, यसरी नाङ्लो डोको बुनेर पनि गर्नुहुन्छ। अनि यहाँ ठुलोदेखि लिएर सानोसम्म सबैलाई आउँछ क्या नाङ्लो बुन्नु, अनि कति मजाले बुन्नुहुन्छ। सो हामीहरू चाहिँ रेस्ट गरिसकेर उठेर फेरि फर्क्यौँ घरतिर। घरकै आइपुगेको थियौँ है। हाम्रो घरदेखि तल भलिबल कोर्ट छ नि त, अनि त्यहाँ स्याटरडे गेम हुन्छ भन्नुभयो, अनि हामी चाहिँ त्यहाँ गेम हेर्नु गयौँ। एकछिन गेम हेरेर हामी त्यहाँ फेरि नजिकै रहेको हाम्रो अर्को बोजूको घर गयौँ। बोजूकोमा एकछिन गफसफ गरेर हामी फेरि घरतिर रिटर्न भयौँ। अनि आजको दिन हाम्रो यसरी नै बित्यो। ओके, सी यू नेक्स्ट भिडियो, बाई।